हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब च्यानल। आज चाहिँ म किचनबाट सुरु गरिरहेको लागि र सब्जीको लागि चाहिँ करेला गरिरहेको छु। यो चाहिँ मेरो दोस्रो भ्लग हो र पहिलो भ्लगमा भन्दा चाहिँ अलिक कन्फिडेन्सको साथ आएको छु। आज चाहिँ हजुरले ममा अलिक कन्फिडेन्स आएको छ, त्यही भएर हेर्दै गर्नु होला र साथ सपोर्ट पनि दिँदै गर्नु होला। म चाहिँ साथीहरु करेलामा मिसाउनको लागि चाहिँ आलु पनि तास्दैछु। आलु र करेला भुट्न मलाई चाहिँ एकदमै मिठो लाग्छ, त्यही भएर आलु र करेला भुटेर सब्जी बनाउन लागेको। र मेरो चाहिँ छोराछोरीले पनि बुजुरी आलु करेला भुटेकै भएर मैले आलु र करेला भुट्न लागिरहेको छु। अब कस्तो हुन्छ हेरौँ, मिठो बनाउने कोसिस गर्छु। हजुरहरूलाई पनि देखाउँछु कस्तो हुन्छ, हेरेर मन पराइदिनु होला। ल साथीहरु, मैले चाहिँ आलु तासिसके, अब काट्दैछु बुजुरी आलु, हेर्नु होला। हाम्रामा चाहिँ तोरी एकदम धेरै फल्छ साथीहरु, तपाईहरुलाई पनि चाहियो भने सम्पर्क गर्नु होला। हामी चाहिँ तोरीको तेल खान्छौं। अब म तोरीको तेल हाल्दै छु सब्जीमा। मैले चाहिँ तेल पनि हालिसके साथीहरु। यो चाहिँ कति कालो भन्नुहुन्छ होला, यो चाहिँ हाम्रो माछा तार्ने यस्तै फ्राईहरु गर्ने तावा भन्छौं हामी यसलाई। कति कालो रहेछ भन्नुहुन्छ होला, त्यस्तो माइन्ड चाहिँ नगर्दिनु होला। यो चाहिँ फ्राई गर्ने भाँडा हो हाम्रो। हेर्नु साथीहरु, मैले चाहिँ सब्जी पनि हालिसकेँ। अब यो पाकेपछि अन्तिममा कस्तो हुन्छ त्यो पनि हजुरहरूलाई यो चाहिँ खाना हो। मेरो चाहिँ छोराछोरी स्कुल जान्छन्, त्यही भएर बिहानै खाना पकाउनु पर्ने हुन्छ। त चाहिँ दुध छ साथीहरु, यो चाहिँ दाल हो। अब यो तोरीको तेल देखिहाल्नु भयो। अब साथीहरु, मैले चाहिँ सब्जी बसाइसकेँ। अब मेरो चाहिँ फुलमा पानी लाउनु पर्ने हुन्छ। अब फुल छ घर अगाडि, फुलमा पानी पनि लगाउँछु, हेर्दै गर्नु होला। फुल चाहिँ ओइलाइरहेका छन्, बेलुकै लाउने गरेको थियो, बेलुका हिजो भ्याइएन, त्यही भएर अहिले बिहान मौसम फेरि दिउँसो घामले। हेर्दै गर्नु होला, म फुलमा पानी लगाएको पनि तपाईहरुलाई देखाउँछु। यो चाहिँ मेरो फुल हो साथीहरु। मैले फर्स्ट भ्लगमा पनि भनिसकेको छु, मेरो चाहिँ घर अगाडि रेलिङमा फुल छ भनेर। म चाहिँ फुलमा पानी हाल्न गइरहेको छु। के गर्नु साथीहरु, फुल त रोपो, छोराछोरीलाई जस्तै माया गरेन अनि फुलको फेरि कामै छैन। गमलामा दिने पछि पानी हालेन भने फुल मरिहाल्छन्। यो चाहिँ फुल्दै छ। तपाईहरुलाई पनि फुलको बिरुवाहरू चाहिन्छ भने लिन आउनु होला। म चाहिँ यहाँ पानी हाल्दै
चाहिँ फुलमा बनसो पनि पलाएछ फेरि। हाम्रामा चाहिँ घिउ कुमारी पनि छ साथीहरू। घिउ कुमारीको छेउमा यहाँ फुल पनि छ। यो फुल चाहिँ मैले एकदमै मन पराएर ल्याएको फुल हो। हेर्नु होला, एकदम राम्रो छ। यो चाहिँ डल्लो परेको। यहाँ चाहिँ कसले हाँगा रोप्नलाई लानु भएको भएर यस्तो ठुलो मुडुले बनाइदिनु भएको छ। साथीहरू, मैले चाहिँ फुलमा पानी पनि हालिसकेँ। यहाँ चाहिँ लालुपाते पनि छ। साथीहरू, मेरो चाहिँ सब्जी यतिको भइसकेको छ। अब यसको फाइनल लुक्स पनि देखाउँछु कस्तो हुन्छ। साथीहरू, मेरो करेला र आलुको फ्राई पनि पाकिसक्यो। अब हजुरहरूले हेर्दा हेर्दै मैले बसाएर पकाइ पनि सकेँ। छोरीको कपाल बाँध्दैछु साथीहरू। अब कपाल बाँधेको फाइनल लुक्स पनि हजुरहरूलाई देखाउँछु म कसरी बाटिदिन्छु छोरीलाई भनेर। मेरो चाहिँ छोरा पनि छ, तर ऊ क्यामेरामा आउन मन पराउँदैन। कुनै दिन त्यस्तो मिलेछ भने छोरालाई पनि ल्याउने कोसिस गर्छु। यो चाहिँ मेरो लिभिनो मक्सिरी घाँसको छु गाइस। आमा तल डोर काट्न एन्जल आउनु त। उहाँ चाहिँ मेरो भान्जा बाबु हो, साइली दिदीको छोरा। हाय गाइस, वेलकम टु न्यू ब्लग। हो, थ्यांक यू। मेरी छोरी चाहिँ रेड हाउसको हुनुहुन्छ। म सानोदेखि ब्लू हाउस थिएँ, अनि मेरो मम्मी ब्लू हाउस न दिक्क भइसक्नु भन्दै हुन्थ्यो, अनि म चाहिँ रेड हाउस भनेको। साथीहरू, छोरीको कपाल पनि मैले बाटिदिइसकेँ। यता हेर छोरी, छोरीको फाइनल लुक्स भइसक्यो। ल साथीहरू, मैले चाहिँ नानी ठिक पारेर बोर्डिङ पनि पठाइसकेँ। अब म घरको काम गर्न लागिरहेको छु। अब म चाहिँ घाँस काट्न जान्छु। म चाहिँ नाम्ला डोरी बोकेर घाँस काट्न गएँ साथीहरू। अब हेर्दै गर्नु होला, म चाहिँ एकछिनमा सानो खाले घाँसको भारी पनि लिएर आउँछु। धेरै चाहिँ काट्दिनँ, हेर्दै गर्नु होला तपाईँहरू। ल हेर्नुहोस् साथीहरू, यो चाहिँ मेरो घाँस काट्ने ठाउँ हो है, र घाँस काट्ने ठाउँ आइपुगिसक्यो। अब म तपाईँहरूलाई घाँस काटेर देखाउने छु। ल हेर्नु होला, म चाहिँ घाँस काट्दैछु। ल साथीहरू, मैले चाहिँ घाँसको भारी पनि पुऱ्याइसकेँ। अब घाँसको भारी लिएर म घर जाँदैछु। हेर्नु होला, साथीहरू, मैले चाहिँ घाँस ल्याएर पनि बाछालाई झुन्नाइदिएँ, यता पनि झुन्नाइदिएँ, र यता गाईलाई पनि हालिदिएँ, अनि यता गाईलाई बाख्रालाई पनि दिइसकेँ।
अब यति भन्दै आज मेरो बिहानीको काम सिद्धिसकेको छ। अब हजुरहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाई।